लाइक सब्सक्राइब गरिदिए है, थ्याङ्क यू लाइक सब्सक्राइब गर्नुको लागि। अनि हजुरले टाइम पाउनुभयो भने फ्री हुनुभयो भने मेरो अङ्किता रसल ब्लगमा गएर हाम्रो सर्ट्स भिडियो पनि हेर्नु। ओके ओके पक्का अरे हुन्छ। ब्रेकफास्ट भयो, ब्रेकफास्ट भएको छैन, आज मेरो व्रत हो, आज म ब्रेकफास्ट गर्दिनँ। अहिले भरे भरे रोटी खान्छु। ओके हनुमानजीको फास्ट हजुर। ललित कुमार जी हेलो, ललित कुमार जी आप कहाँ से हो? अनि हजुरको ब्रेकफास्ट भयो? मैं दिल्ली से हूँ भाभी जी। ओके वो अलिक वर्क एक्सर्साइजहरू गर्नु है, मोटो हुनु थालेछ। नानी हुनेको बाद बडी पुरा बिग्रिन्छ। हजुर त्यो आमा होस्, म भोलि धुन्छु, राखिदिनु न, त्यही राखिदिनु न बाथरुममा। होस् होस्, म भोलि सबै मै धुन्छु भनेर भोलि म आएर व्रतको दिन धुँदिनँ लुगाफाटा केही। हजुर अनि धेरै नानी हुनेको बाद म धेरै मोटो भएन, यति मोटो त थिइनँ अगाडि बिहा हुनेको टाइम पुरा लुते थिएँ म। अनि त्यसको बादमा नानी भएपछि चाहिँ पुरा मोटो भन्दा पनि ठिकै थिएँ। 1 साल भयो म ज्यादा वेट धेर भएको। म त बेडमा छु, अब एकछिनमा उठ्छु। अरे म त अघि 5 बजे उठेको बिहानै। आज त बिहानै उठेँ, नुहाइधुवाइ गरेँ, पूजा गरेर आएँ। अरू बेला त म पनि लेट नै उठ्छु। अहिले त घरमा हुँदा यहाँ अहिले म माइतमा छु कि, त्यही भएर यहाँ गाउँ बस्ती हो, सबै छिटै उठ्छन्, छिटै उठ्नुपर्छ। उहाँ घरमा हुँदाखेरि त सुताइ पनि ढिलो हुन्छ, उठाइ पनि ढिलो। नानी फेरि 1-1.5 बजीसम्म सुतिदिँदैन राति। अनि ऊ सुत्नेको बाद म सुत्छु, अनि बिहान 8 साढे 8 बजी उठ्छु। यहाँ त पाउँछ, कुद्नु पाउँछ सबैतिर, अनि छिट्टै थाक्दो रहेछ। कस्तो छ वेदर? वेदर
छ अहिले